आज चाहिँ मैले एक्लै 2 जग्गामा काम गर्नुपर्छ र मेरो चाहिँ आज एकदम बिहान बन्नेवाला छ र यता चाहिँ मसरुम मन्चुरियन ड्राईको अर्डर आएको थियो र म चाहिँ यहाँ चाहिँ मजासँगले अनियन फ्राई गर्दैछु र यता भाइ चाहिँ मसरुम काटेर मजासँगले फ्राई गरिरहेका छन् र यता चाहिँ मसरुम भाइ मजासँगले काटिरहेका छन् र मेरो चाहिँ आज चाहिँ किन यस्तो भयो भन्दाखेरि यता चाहिँ आज डोसा मास्टरले छुट्टी लिएको थियो र मैले चाहिँ आज डोसामा पनि काम डोसामा चाहिँ अर्डर आएको थियो 2 सेट काल डोसा र 3 सेट पराठा र मैले यता हालिसकेको छु र काल डोसा चाहिँ रेडी भइसकेको छ र काल डोसा चाहिँ म निकालेर दिँदैछु र दोडा काम गर्न चाहिँ एकदम धेरै नै कष्ट पर्छ र यसरी नै मिलिजुली त काम गर्नै पर्यो र भाइको चाहिँ छुट्टी थियो र भाइको चाहिँ अलिकति शरीर राम्रो थिएन र भाइले छुट्टी मारेको थियो र मैले चाहिँ यता मालिकले चाहिँ यता एक्जिस्ट आजको लागि गर्दैन भनेर म चाहिँ यता दोडा डबल ड्युटी गरिरहेको छु र डबल ड्युटी गर्दा पैसा पनि राम्रै भेटिन्छ र आफूलाई काम गर्न पनि त्यस्तो डबल ड्युटी परेको छ भने चाहिँ खाना चाहिँ एकदम टाइममा पाइँदैन र मैले चाहिँ यता कस्टमर कम्ती थियो र पटपट खाना यता चाहिँ म डोसा खान थालेँ र डोसा चाहिँ एकदम मलाई मजा लाग्छ र आफू डोसामा पनि काम गर्ने डोसा चाहिँ मलाई मनपर्छ र पटपट म चाहिँ यता डोसा खाइरहेको छु र यो चाहिँ क्लोजिङको भिडियो हो हजुरहरूको माझमा सबै भिडियो मैले सेयर गर्न पाइनँ मेरो डबल ड्युटी हुनाले राम्रोसँगले भिडियो पनि बनाउन पाइनँ र हामीहरूको रेस्टुरेन्ट चाहिँ 10 बजी बन्द हुन्छ र 10 पनि बजिसकेको छ र हामीहरू चाहिँ पटपट आजको स्पेशल चाहिँ हामीहरूको चाहिँ आलु कोबी सोयाबिनको सब्जी छ र यता चाहिँ भाइ चाहिँ भाग लगाइरहेका छन् र के मस्त चालले हेर्न सक्नुहुन्छ पुरा प्याज खोर्सानीसँग खाएर चाहिँ मजा आउँछ र हामीहरूको चाहिँ रेस्टुरेन्टमा सधैँभरि नै राति चाहिँ भात नै हुन्छ दिउँसो पनि भात हुन्छ राति पनि भात हुन्छ धेरैजना हामीहरूको आसामका स्टाफ छन् भनेर चाहिँ मालिकले चापत्ती पराठा चाहिँ त्यति दिँदैन भात नै पकाउन भन्छ र यता खाना चाहिँ लागेँ र दिनभरि काम गरेर चाहिँ एकदम थकाइ लागिरहेको छ डबल ड्युटी भएर र यता चाहिँ म खोर्सानीसँग कडक कडक हरियो खोर्सानी टोकेर चाहिँ खाना चाहिँ मजा आउँछ र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला र आई होप हजुरहरूलाई सबैलाई राम्रो लाग्यो होला मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला र आजको लागि चाहिँ यति नै बाई बाई भोलि फेरि भेटौँला।